काठमाडौँ मेयर बालेन्द्र शाहले सुस्मिता कार्कीलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने कुरामा आफ्नो सहमति जनाएका छन्। उनले स्ट्याटस लेख्दै युवाहरूलाई भनेको छन्, अहिले बन्न लागेको सरकार अन्तरिम सरकार हो। साथी हो, अन्तरिम सरकार भन्नाले काम चलाउ प्रधानमन्त्री बनाइन्छ भनेको। यसको मतलब अहिले फिलहालको लागि 2-4 महिना प्रधानमन्त्री बनाउने। सुशीला कार्कीले चाहिँ अलिकति केही चेन्ज गर्छिन् कानुनमा। डाइरेक्ट हामीले इलेक्टेड सिस्टम प्रणाली बनाउनु पर्नेछ अनि सिस्टममा देखाउनु पर्यो हैन र। खाली त्यसै बालेन्द्र शाहलाई च्याप्प समाएर कुर्सीमा बसाएर ल प्रधानमन्त्री हौ भनेर त भन्न सकिँदैन, किनभने देश कानुनले चल्नुपर्छ साथी हो। कानुनको नियमहरूलाई फलो गर्नुपर्छ, त्यसरी जानुपर्ने हुन्छ। सुशीला कार्की देशको प्रधान न्यायाधीश हुन्। प्रधान न्यायाधीश भनेको चिफ जस्टिस भनेको साथी हो, नेपालको सबैभन्दा ठुलो कोर्ट कुन हो? सुप्रिम कोर्ट। सुप्रिम कोर्टको पनि उनी हेड भएर काम गरिसकेकी छिन्। सो गाइज, त्यसैले उनीलाई सबै कुरा थाहा छ कानुनको बारेमा है, किनभने धेरै वर्षसम्म उनले कानुनका नियमहरू, कानुनको विधिहरू सबै बुझिसकेको छिन्। त्यसैले अहिलेको लागि उनलाई राख्दा सायद केही पनि फरक नपर्ला। तपाईहरुलाई यो विषयमा कस्तो लाग्यो साथी हो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला।